पहिले एउटा सानो गाउँमा दिदी र भाइ बस्दथे। दिदीको नाम सीता, भाइको नाम अर्जुन। दुवै आमा बाबु सानैमा गुमाएका थिए। त्यसैले गाउँलेहरू भन्थे, यी त तिनै अनाथ दिदी भाइ हुन् नि। जीवन सजिलो थिएन। सीता बिहानै उठेर खेतमा काम गर्न जान्थी अनि अर्जुन घरमै बस्थ्यो। अर्जुनको शरीर जन्मैदेखि कमजोर थियो, खुट्टा चल्दैनथ्यो, तर ऊ सधैँ मुस्कुराउँथ्यो। दिदीको मुख हेरेर भन्थ्यो, दिदी म ठिक छु, तिमी धेरै दुखी नहुनु है। दिदीका आँखा रसाउँथे। उसले भाइलाई हातमा बोकेर कहिलेकाहीँ खेतसम्म लैजाने गर्थी। फेरि घाम अस्ताउने बेलामा घर फर्किन्थी। सन्ध्या बेला दुवै मिलेर चुल्होमा भात पकाउँथे। सानो बासनामा दुध उमाल्थे। त्यो सानो झुपडीमा तिनीहरूको संसार थियो। गरिबीको बीचमा पनि माया, हाँसो र तिर्सना थियो। एक दिन गाउँको धनी घरका मानिसहरू आए। सीता सुन्दर, इमान्दार र मृदु स्वभावकी थिइन्। धनी मान्छेले उसको विवाहको प्रस्ताव ल्यायो। गाउँलेहरू भने, सीता तेरो भाग्य खुल्यो। तर सीताको मनमा अर्जुन थियो। उसले सोची, म गए भने मेरो भाइलाई को हेर्छ? तर सबैले दबाब दिए, बिहे नगरिस् भने समाजले कुरा काट्छ। आखिर सीता चुपचाप विवाहमा राजी भइन्। विवाह भयो धुमधाम साथ, गीत सङ्गीतका साथ। तर अर्जुनको मनमा एक किसिमको खालीपन थियो। दिदी विदाई हुँदै गर्दा उसले भाइको निधारमा हात राखी भनी, चिन्ता नगर, म तिहारमा पक्कै आउँछु है। भाइ मुस्कुरायो, आँसु पुस्दै भन्यो, म पर्खिरहनेछु दिदी। दिदी अब धनी घरकी बहू बनिसकेकी थिइन्। घर ठुलो, सुनका गरगहना, नोकर चाकर सबै थिए। पहिलेको जस्तो दुःख थिएन, तर सुखसँगै उसले बिस्तारै आफ्नो पुरानो जीवन बिर्सिँदै गई। अर्जुनलाई सम्झना उसले समय नै निकाल्ने छोडी। उता अर्जुनले हरेक वर्षको दशैँमा डोली हल्लाएर घर सजाउँथे। यसपालि तिहारमा दिदी आउँछिन् होला भन्थ्यो ऊ, अनि हरेक वर्ष त्यो आशा अधुरो रहन्थ्यो। यस वर्ष पनि अर्जुनले ढोका अगाडि फूलका माला टास्यो, दियो बाल्यो अनि दिदीका लागि छोटो मिठाई किन्यो। तर साँझ ढलिसक्दा पनि दिदीको पाउला आएनन्। उसले आकाश हेर्दै फुस्किएको स्वरमा भन्यो, दिदी तिमी आउँदिनौ? रातभर उसले दियो बालेर राख्यो, तर बिहान हुँदा त्यो दियो निभिसक्यो। त्योसँगै अर्जुनको जीवन पनि निभ्यो। भोलिपल्ट बिहान गाउँलेहरूले अर्जुनलाई मौन अवस्थामा फेला पाए। उसले आखिरी पलमा दिदीको तस्विर अङ्गालोमा समातेको थियो। यो खबर सुनिदा सीता धनी महलमा थिइन्। उसले सुनेर हातमा रहेको चाँदीको गिलास खस्यो र आँसुका धारामा भने, मेरो भाइ, मेरो सानो अर्जुन। उसको स्वामी ठण्डै स्वरमा भन्यो, मृतकको कुरा गरेर किन दुखी हुने? अब तिमीले बिर्सनै पर्छ। तर सीताले त्यो दिनदेखि आफूलाई बिर्साइरहन सकिनन्। उसले आफ्नो भोगविलासको घरमा बस्दा पनि हरेक रात सुनसुन्तलाको बोटमुनि सुत्ने सम्झन्थिन्। भाइको हाँसो, त्यो सानो घर, त्यो तिहारको उज्यालो सम्झन्थिन्। एक दिन उसका स्वामीले अर्को विवाह गरे। धनको नसामा सीतालाई अब कोही सम्झिएन। धनी घरमा अब ऊ नोकरझार भई व्यवहार पाउँथी। राति अँध्यारो कोठामा रोइरहन्थिन्। आकाश हेर्दै फुस्किन्थिन्, अर्जुन तिमी साँच्चै मसँग भए पनि म तिमीलाई हेर्न सकिन। आज तिमी नभएर म के भएँ? हावा चल्थ्यो, बत्ती बल्थ्यो र उसको आँसु सुक्दैनथ्यो। गाउँले भन्थे, धनी भएर पनि सीता अहिले खाली छे। तर कोही बुझ्दैनथ्यो, उसले गुमाएको धन होइन, माया थियो। त्यो घरमा अहिले पनि तिहार आउँदा एक दुई दियो आफै बल्ने गर्छ रे। लोग्नेहरू भन्छन्, यो अर्जुनको आत्मा हो जसले अझै दिदीलाई सम्झिन्छ। सीताको जीवन अन्तमा एक्लो र शान्त भयो। तर उसको अन्तिम इच्छा एउटै थियो, म मरेपछि मलाई भाइको छेउमा गाड्नु। गाउँका मानिसहरू अहिले पनि त्यो ठाउँमा फूल चढाउँछन्। त्यो ठाउँलाई दिदीभाइको चिहान भनेर चिनिन्छ। र हरेक तिहार जसले त्यो कथा सुन्छ उसको आँखामा पनि आँसु आउँछ। किनभने भाइको माया कहिले सस्तो हुँदैन, दिदीको सम्झना कहिले पुरानो हुँदैन।